निकालेर बस्न आनन्द छ म चाहिँ सीताको डे 1 मा छौँ। भोलिदेखि चाहिँ वीरगन्जमा हुन्छ। सबैजना राम्रोसँग काम गर्नु होला, अलिकति जोसका साथ, अलिकति एनर्जी चाहियो। जान्छु हे गुरुबाट सबैलाई आनन्द होस्। सबैजना नमस्कार, सबैजना खुसी हुनुहोस्। नमस्कार सबैजना, नमस्कार नमस्कार। भाइ भिडियो पनि आउँछ भने भिडियो आउँछ नि के फोटो के भिडियो भाइ फोटो के यार भिडियो नि टाइम लाग्छ के फोटो फोटो आउनु ठाउँ बस्छ अनि के भने हो नि अरूले छापामार कहाँ बसिरहेको छ भन्नु सन्चै हुनुहुन्छ। नमस्कार नमस्कार नमस्कार। क्यामेरा कोही जनाउनु पर्यो नि खानाहरु मलाई चिन्नु भएको छ। बत्ती मात्र पैसा भएन नोट प्रब्लम सबै हुनु पर्यो। प्रब्लम ल त दाइ आनन्दसँग चढाउ आनन्दसँग नमस्कार ताली आयो आयो हामी धान जाने मिसिनमा त सबैजनालाई नमस्कार। हाम्रो 7 वटा क्यामेरा त क्यामेरा पूजा गर्दा मात्रै नमस्ते। सबैलाई नमस्कार। खोइ त पढे डायलग पढ्नु फोटो पनि हाल्यो यी हुन् कन्टिन्यू खिच्नु भन्ने युवा। यी युवाको पनि फेस त मेरो जस्तै नै हो, देखिन्न खासै। पैसा कहाँबाट आयो आज त बियर खान्छ छ तैँले यसले। नमस्कार ए खसी तेरो तिम्रो भोलिको खिचौँला। तिम्रो भोलि तिमी भोलि तिमी क्यामेरा पूजा कुमार अहिले तिरपलको स्कुटीमा गइरहेको छ। एरिया के कम्पनीको सबैजनाले यसरी हिँड्नु हुँदैन भनेर हामीले चाहिँ प्र्याक्टिकल देखाएको। अहिले लडेर पनि यसरी चोट लाग्छ भन्ने तन्छ नि यो उकालो नट बोल्छु ह्याप्पी तिहार है सर, ह्याप्पी तिहार। झिलिमिली भइसकेछ। तपाईँको दिदी भरे माथि बस्छ सालो त्यो ल्याम्प फर्काउने भयो। म पनौतीतिर आइसक्यो पैसा साल्नु पनौतीतिर जाँदैन नि, पनौतीतिर जाँदैन नि। तपाईँको खाद्य कसलाई थाहा छ? जग्गाहरू कसलाई थाहा छ?
हामी जाउँ न त्यो बाटोमा आइहाल्छ नि उता चाहिँ गयो भने जाउँ जाउँ बुझेन हौ उतैतिर त्यो सुभद्राको घरपट्टि जाने मास्तिर शङ्कु चोकमा हो क्या बजारमा खाजा घरको नाम चाहिँ थाहा मामा नमस्कार हामी त शङ्कुतिर हो नि कहाँ हो तपाईँ एक कुरो नहोस् न तपाईँलाई म एकैछिनमा 10-15 मिनटमा तपाईँलाई कल गर्छु यही त हो नि यही हो यही हो यहाँ पार्दली हो त्यही त भयो कुकुर आइज भन्नुहोस् हिजो कि कहिले फोन गरेको थियौँ हामीले हिजो होइन ल है अब चाहिँ पश्चिममा गयो जाम कहाँ जाम आज चाहिँ हामी होटलमा खाँदैछौँ किचनलाई होइन भित्र खाँदै हुनुहुन्छ क्या हो गर्ने मेरो दिल तोडेगा बेला चिनो आफ्नो फोटो छोडेगा यिनको हो कि यात्रा एकजना पनि नगरौँ है यो गाडी चढाउँदा टाइम लाग्यो हामी चाहिँ यो पनौतीको भाइरल रोडमा छौँ सीता टिम यता हुनुहुन्छ सीता टिम त चटपटे खाँदै हुनुहुन्छ सीता अरू यता छौँ रोनी निस्किनु भयो पहिला यहाँ पेट्रोल पम्पमा रहेछ खिच्दैछन् हामी सीताको सुटिङमा थियौँ एउटा चाहिँ गाडी खसेछ कार खसे जस्तो छ कसरी खसेको नि यहाँ हाम्रो स्कुटर पनि थियो सीता टिमको स्कुटर के भएको हो पनि पुरै पल्टेछ कार कसरी खसेछ जेनजी युवाहरूले चाहिँ गाडी सिधा पार्न खोजिरहेछन् तर सकिरहेको छैन ठ्याक्कै कोटेसोटी यत्रो मेरो डन्डीहरू एउटै आयो नि कहाँ गर्नु त यहीँ हुन्थ्यो त